जुम्लाको चन्दननाथ गाउँमा राम बिडारी र श्यामलाल साउद दुई छिमेकी आफ्नो स्याउको फार्म चलाएर बस्थे। प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन भन्ने बुझेर रामले आफ्नो व्यवसायको बिमा गराएका थिए। श्यामलाल चाहिँ बिमालाई बेकारको खर्च ठान्ने गर्थे। समय सधैँ एकै किसिमको रहेन। 5 वर्ष अघिको कुरा हो। ठूलो असिना पानीले उनीहरूको स्याउ सबै नष्ट गर्यो। दुवैको व्यवसाय रोकिने अवस्थामा पुग्यो। रामले बिमा दाबी गरेपछि केही समयमै बिमा कम्पनीले नीति अनुसार क्षतिको रकम उपलब्ध गराइदियो। तर श्यामलाललाई भने सबै नोक्सानी आफैले बेहोर्नु पर्दा आर्थिक सङ्कट पर्यो। त्यसैले लक्ष्मी दिदी भन्नुहुन्छ, बिमा अनावश्यक खर्च होइन, सङ्कटको बेला सुरक्षा हो। आजको सावधानीले भोलिको ठूलो क्षति टार्न सक्छ। अप्रत्याशित जोखिमबाट बच्न बिमा गरौँ।